आज हाम्रोमा दिदीहरू आउनु भएको छ सिलगढीको दिदीहरू आएर चाहिँ एकदम रमाइलो भइरहेछ एकदम मात्रै भाइहरू बहिनीहरू फाइनली अभी हम लोग यहाँ से राउंड हो रहा हूँ ये रेडी खोला और दोस्त लोग हैं सब रेडी हो रहे हैं जाने के लिए मैं स्कूटर पे जा रहा हूँ ओके बहुत ब्लॉग्स में यहाँ पर अमन कहाँ जाँदैछ म त साथी उहाँ हाम्रो बहिनीको चाहिँ उहाँ डाक्टर कहाँ जाँदैछ हामी रेली खोला बजार भन्ने गाना सुन्नु भएको छ अहिले कहाँ छ तिमी अहिले कहाँ छ पुदुङमा है कस्तो सोचेको आजको हाम्रो सिनियर चाहिँ उहाँ हुनुहुन्छ उहाँले हामीलाई दाजु कालिम्पोङ नामै उसको कालिम्पोङ न्युज एक्सप्रेस हो ल आज हामी जान्छौँ र रेडी खोला यहाँबाट चाहिँ अहिले हाम्रो सेलिब्रेटीहरू केही किनिने अरे र यहाँबाट हामी सिधा कस्तो बाई मिस्टेक हिजो त्यहाँ राखेको हेर्नु चाहिँ मोबाइल अस्ति हामी जाँदैछौँ खोला गर्नुपर्छ हजुरलाई हामी ब्लग्स देखाउनेछौँ अहिले चाहिँ हामी जाँदैछौँ पुदुङको यो डाँडा रहेछ पुदुङ डाँडा यहाँबाट चाहिँ हामी जान्छौँ अहिले रेली खोला र यहाँको लोकेसन चाहिँ धेरै राम्रो छ लोकेसन धेरै राम्रो शान्त बाटोहरू चाहिँ खराब छ तर हाम्रो गाउँघरको बाटोभन्दा चाहिँ धेरै राम्रो नै छ साइड बाटो रेली खोला नै जान्छ होला साथीहरू ओह्रालो बाटो सायद आउनुको लागि चाहिँ धेरै उकालो बाटो पर्छ र समस्या छैन स्कुटीमा राम्रै हुन्छ र चाहिँ साथीहरू यहाँ बसिरहेको छ फेरि हाम्रो गुरु र हाम्रा गुरु कस्तो लागिरहेछ आज हाम्रो राम्रो लागिरहेको एकदमै राम्रो लागिरहेछ है अलिकति रेस्ट पनि भइरहेको छ आराम फिल भइरहेछ है अब तपाईँ भ्लग गर्नुभएको उहाँको भ्लगलाई पनि सबैले लाइक कमेन्ट सेयर पनि आज भनौँ भने म फर्स्ट टाइम आएको पनि पुदुङको सुङदुङ भन्दा पनि यो रेली खोलातर्फ गइरहेछु फिल त अहिले गरम फिल भइरहेछ त्यहाँ अलिकति ओके हामी यहाँबाट अब लाग्दैछौँ रेली खोला रेली खोलामा हजुरहरूलाई त्यहाँको भिडियोहरू हामी देखाउनेछौँ भनिसकेको छौँ गाउँहरू धेरै राम्रो छ सायद यो बाटो भएर होला चारैतिर मजाको वेदरहरू पनि राम्रो छ डाँडा काँडाहरू गर्ने टाइम भएको छ र सबै जग्गा त यस्तै हो अब हामी यहाँको भ्लग्स हजुरहरूलाई देखाउँदैछौँ र रेली खोलाको आजको भ्लग्स हजुरहरूलाई स्पेसली देखाउनेछौँ गाइड फाइनली अहिले हामी चाहिँ यो रेली खोलाको नजिक आइपुगेको छौँ जुन रेली खोला हामी भन्छौँ रेली खोला चाहिँ यो रहेछ एकदम राम्रो
यो साइड चारैतिर गाउँ र पाहाडै पाहाड बिचमा रेली खोला आएकोले चाहिँ रेली खोला साइड भन्छ ल। अहिले चाहिँ हामी रेली खोलाको छेउमा आइसकेको छौँ र एउटा बिल्डिङमा चाहिँ आएको चाहिँ हजुरहरूलाई हामीले एउटा क्याप्चर गरेको छौँ र यसलाई हामीले साइन्टिफिक तरिकाले पनि गरेको छौँ। हजुरहरूलाई अहिले हामी देखाउँदैछौँ रेली खोला रेली खोला चाहिँ आएको छौँ। फाइनली अहिले हामी रेली खोला आइसकेका छौँ। यो चाहिँ रेली खोला अलिक अफ छ, सानो अलिकति भयो तर जुन जग्गामा जुन लोकेसनहरू छ एकदम फ्यान्टास्टिक रहेछ। साह्रै मन पऱ्यो। बाटोहरू छ पिकनिकहरू आउनेहरू टुरिस्टहरूको लागि चाहिँ सानो दोकानहरू रहेछ। राम्रो छ, भ्युज इट इज फ्यान्टास्टिक। मन पऱ्यो, राम्रो छ। खोलाहरू यस्तो छ खोलाहरू। अहिले ड्राइभिङ कर रहा हूँ इसलिए थोड़ा दिक्कत होता है कि आप कह सकता हूँ क्योंकि मोबाइल में से अभी कैप्चर कर रहा हूँ वीडियो। हजुरहरूलाई अहिले म देखाउँछु कस्ता भयो। लोकेसन धेरै राम्रो छ। अहिले हाम्रो 3टा बाइक र स्कुटी उहाँहरूको बाइक गाडी आएको छ। लोकेसन साह्रै राम्रो, गाउँघरमा जस्तो हाम्रो तर पाहाडमा पनि यस्तो हुँदो रहेछ भन्ने कुरो चाहिँ यहाँबाट देखि पऱ्यो। र साह्रै राम्रो छ लोकेसनहरू, शीतल छ गर्मीको लागि चाहिँ छ। र अहिले हामी तपाईँलाई कसरी के गर्छ आजको यो सिलगढीको बिहारको पिकनिक कस्तो हुँदो रहेछ देखाउँछु। कस्तो के हुन्छ हजुरहरूलाई अहिले हामी देखाउँछु। ओके एभ्रिवान, बाई। हामी तपाईँलाई देखाउनेछौँ र हामीले सोचेको थियौँ के होला के हाल्छ र उहाँको जुन बनाउने विधिहरू प्रति एकदम राम्रो छ। यो चाहिँ उहाँकै हो। अहिले हामी लगभग धेरै यहाँ मान्छेहरू आइसकेका छौँ र उहाँको चाहिँ एउटा अर्ग्यानिक दोकान यहाँ छ यसरी।
फाइनली अहिले हामी यही छौँ, टेन्टमै छौँ र अहिले चाहिँ बारिस हो र वेदर थोडा छ। अहिले पानी पर्दैछ, सिचुएसन यस्तो छ। सिलगढी गोर्खा परिवार चाहिँ यहाँ छ। सम्पर्क विकास हाम्रो भान्जी, हाम्रो दिदी, दोकानको मालकिनी। तपाईँहरू कस्तो लागिरहेछ आज है? सबैजना साथीहरू टुगेदर भएको छ है? आज चाहिँ हाम्रोमा दिदीहरू आउनु भएको छ सिलगढीको। दिदीहरू आएर चाहिँ एकदम रमाइलो भइरहेछ। एकदम मात्रै भाइहरू बहिनीहरू एकदम कस्तो भाइको बिहेको पार्टी है? उहाँ दिदीहरूले दिनुभएको थियो है? आज सम्पूर्ण यहाँ गोर्खे हाटको परिवारै देख्नु है? कस्तो लाग्यो तपाईँलाई? एकदम रमाइलो भयो, मजा आयो। अनि अहिले लोकलको भालेको सुप खाएर तातो भयो, जाडो भयो क्या पानी है? देशी हामीले कुखुरा खायौँ है? यहाँको जस्तो बनाउने तरिकाहरू पनि राम्रो छ है? कस्तो लाग्यो तपाईँलाई? एकदमै दिदीहरूले के भन्नुहुन्छ? थ्याङ्क यू भन्नु चाहन्छु। उहाँहरू हामी गोर्खे हाटमा आएर चाहिँ हामी भेट भएर चाहिँ हामी एकदम आत्मीय दिदी बहिनी जस्तो भएको छु होइन। मेरो नाम तिलोत्तमा प्रधान। ओके गाइस, अभी 6 साढ़े 6 बज गए। अभी हम लोग यहाँ से निकल रहा हूँ। अभी फिलहाल हम लोग रेस्ट रेली खोला पे ही, नदी पे ही रेली खोला, जो ना बहुत फेमस नाम है कालिम्पोंग का, और इसका पुराना गाना भी था रेली खोला बगैरह बोल के जो था। अभी हम लोग यहाँ से निकल गया, जो आज का पार्टी दिया था और गोरखे हाट का 2 दीदी था, दीदी और 2 भैया था, उसने दिया था। अभी हम लोग यहाँ से निकल रहा हूँ, निकल रहा हूँ। ओके, हस् त सम्पूर्ण मेरो साथीभाइहरूलाई अहिले चाहिँ हामी यहाँबाट निक्ल्न लागेको छौँ र जुन अहिले चाहिँ हामी फिलहाल चाहिँ हामी यहीँ छौँ। परको जुन देख्नुहुँदैछ यो तलको गोर्खे हाटका दिदीहरू छ, उहाँहरूले चाहिँ हामीले ट्रिट दिनुभएको छ एज अ पिकनिक। हामी मिडियालाई उहाँको साथीहरू थियो, गोर्खे हाट सिलगढी गोर्खे हाटका दिदी साथीहरू थियो, उहाँहरूलाई साथ हामी ल्याइदिएको थियौँ र अहिले चाहिँ हामी यहाँबाट जान लागेका छौँ। साह्रै मन पर्यो, यो रेली खोलामा छ, साह्रै राम्रो रहेछ यो, एकदम सुइटेबल जग्गा छ, राम्रो छ। गर्मी महिनामा साह्रै राम्रो छ, तर बर्खामा चाहिँ उहाँ दादाको भनेअनुसार चाहिँ यो जुन जग्गाहरू छ यो चाहिँ सबै खोला बग्ने गरेकोले चाहिँ बर्खामा चाहिँ अलिक प्रब्लम हुन्छ अरे, तरै पनि धेरै राम्रो जग्गा रहेछ। र कतिवटा भ्लग्सहरू नाचेको दिदीहरू नाचेको जो उहाँहरूको टिमहरू थियो, उहाँहरूको भिडियोहरू हामी हाल्दैछौँ र हजुरहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोस्, मनोरञ्जन गर्नुहोस्। र हामीले म यसरी नै नयाँ नयाँ जगह का जो सफ़र होता हूँ, जहाँ जहाँ का मैं सफ़र होता हूँ, मैं वहाँ का वीडियो आपको दिखाना चाहता हूँ, क्योंकि मैंने बहुत लंबे टाइम से मैंने पोस्ट नहीं किया था। सो अभी मैं आपको करूँगा। ओके एवरीवन, मैं यहाँ से निकल, अभी फिलहाल तो मैं रेली खोला पे हूँ कालिम्पोंग का,
मेरे घर से करीबन 3-4 घंटे का दूरी में कालिम्पोंग और मेरे गांव ऐसे वहाँ आया था। सर हम लोग का जो टीम था तो अभी कल सुबह निकल जाएंगे। अभी रात हो गया, अभी हम लोग जाएंगे। ओके एवरीवन, बाय।